आज लाइभमा बसेको अम्बो खतरा सरप्राइज पायो हौ र फाइनली विदेशको लागि इन्टरभ्यूमा पास भयो भन्न पाए नि हुन्थ्यो। हेलो गाइज नमस्ते। हजुरलाई थाहा छैन भने म 3 वर्षदेखि जापानिज पढ्दै आएको साधारण स्टुडेन्ट हो भन्न चाहिँ मिलेन, किनकि अझै नि सरहरूले मेरो जापानिज टक सुनेसे निहोङ्गो हजु देस्ने हो, त्यही कुराले मक्ख परेर अझै नि 3 वर्षदेखि पढिरहेको छु। अब जे भने नि साध्यै छैन जब खप्पर नै गु प्रजातिको परेছি। त्यसपछि 1 बजेतिर खाना खाएर नुहाई धुवाई गरे र इन्टरभ्यू दिनलाई साथीको घर आएँ, किनभने मेरो इन्टरभ्यूको कारणले यी नानीले साह्रै नै डिस्टर्ब हुन्छ। त्यसपछि म त इन्टरभ्यू होला सोचेर जेन्टलम्यान भएको थिएँ। त्यत्रो 50 जना स्टुडेन्टहरूलाई 3 घण्टाको भाषण मात्र दिए यार। यस्तो तालले त भाडा माझ्ने काम नि पाइन्न होला। त्यसपछि आज खाना साना खाएर टिकटकमा लाइभ बस्दिम भनेको मेरो बिटबक्स सुनेर त धमाधम एउटा साथीले गिफ्ट गरिदिएर। तर दिन खराब भयो नि, त्यो लाइभमा बसेको 5 रुपियाँ कमाए नि आम्बो स्वर्गमै गयो जस्तो भयो हौ। ल त नि गाइज आजको हल्दी चली यति नै थियो। अब भोलि भेट्नु पर्छ। टाटा बाई बाई।